हामी चाहिँ फन पार्कबाट निस्के के भन्छु चिल्ड्रेन पार्कबाट निस्क्यौँ। केही पनि खेलेनौँ किनकि हामीलाई थाम्ने नै केही थिएन। सब यत्रो बेबीहरूको लागि मात्रै थियो। मुनु क्या मुनु हेलो साथीहरू, ह्याप्पी दसैँ। आज चाहिँ टिकाको दिन, तर हाम्रो चाहिँ टिका चाहिँ सानो र म चाहिँ घुम्न जाँदैछौँ। कुन पार्कहरू सानो यो देखाउ न, तिम्रो थाहा छैन? पार्कको नाम भनिदेऊ न। पार्कको नाम त थाहा छैन। मम्मीले भन्दैन चाहिँ स्मृति पार्क जाँदैछौँ, तर नाम चाहिँ रियलमा थाहा छैन है के हो। कस्तो राम्रो देखेको मेरो सानो बच्चा। घाम अलिअलि लागिरहेछ धरानमा चाहिँ यस्तो है, एकदमै मलाई चाहिँ गर्मी हुने क्या। त्यही भएर म बिहान चाहिँ निस्किनै सक्दिनँ, दिउँसो पनि निस्किन सक्दिनँ। अनि बेलुका भएपछि जहिले हामी कता जान्छौँ। आज चाहिँ मम्मीले चाहिँ स्मृति पार्क भनिदिन्थ्यो, तर मलाई पनि थाहा छैन के पार्क हो। पहिला चाहिँ त्यसलाई ओसो भन्थ्यो, अब अहिले हर्क साम्पाङज्यूले, हाम्रो धरानको मेयर हर्क साम्पाङज्यूले बनाउनु भएको नयाँ नाम दिनुभएको छ होला। त्यही गएपछि थाहा हुन्छ। सानोलाई पनि थाहा छैन किनकि सानो पनि 1 महिना त भयो धरान बस्न थालेको। मेरो सानो पनि आउट अफ धरान थियो नि त, सानो आउट अफ धरान थियो नि त सानो पनि। के भनेर जाने अटोलाई? के भन्ने? ओइ हर्क साम्पाङज्यूको पार्क। सबैले त्यही त भन्छन्, तर प्यारो नाम भन्छ उहाँको होइन। ल अब हामी चाहिँ टाइम थाल्यो हेरेर। सबैजनाले दसैँमा टिका लगाएर हिँड्नुहुन्छ, हाम्रो चाहिँ टिका नभएर। तर पहिला जस्तो चहलपहल चाहिँ खासै छैन। हो यहाँ त फोहोरको देखिरहेको होइन, खाली होइन। यता आउनु त, क्रस गरौँ न त। क्रस गरौँ बाटो। आयो त ठिक छ। हर्क साम्पाङको पार्क भन्दैन। खासमा त्यो पार्कको नाम के हो? के हो पार्कको नाम थाहा छ? पार्ककै नाम चाहिँ हो।
पार्क अरे फेरि बिर्सेँ क्या हड्डीलाई टेम्पोले नै पछाडिबाट हानेर हामी श्रम संस्कृति पार्क आइसकेको छौँ हाम्रो मेयर हर्क साम्पाङज्यूको पार्कमा म के अब उहीँ जान्छु तिमी यस्तो गरेर तेर्सो भिडियो बनाइदिउ ल साह्रो गएको रिसाउँछौ रिसाउँछौ रिसाउँदैन ठिकै आइरहेछ पुरै निकाल्नु होला नि त मलाई खिचेको थियो अरू नि खिचेको हामी चाहिँ श्रम संस्कृति पार्क आइसक्यौँ तर ठुलो पानी पर्न आँटिरहेको छ के गर्नु जानु कि पछि मान्छेको फेस नपिसक्यो सानोले चाहिँ पुरै के गर्दैछ भिडियो बनाउँदैछ पिक्चर बनाउँदैछ अलिअलि मान्छे राम्रो बनाउनु भएको रहेछ यो पार्कलाई दिने दिन हाम्रो मेयरज्यूले के रहेछ अरे यो साँच्चै आज त हामीले एउटै नै फोटो खिच्न खिच्नुपर्छ ल हस् त्यहाँ पर बस्दाखेरि स्लिम देखिन्छ भनेर अलिक पर बसेको तिमी म त आज बेहोसै हुन्छु होला सँगै देखेर तिमीलाई देखेर आज म बेहोसै हुन्छु होला भित्र पनि जानु पाइन्छ हो तर कताबाट जाने भित्र फर्किनु हामी चाहिँ भित्र जान खोजेको बाटो थाहा नपाएर फेरि फर्किनु पर्यो यस्तै ढुङ्गा हेर्नु मेरो यतापट्टि के सानो अनि फेरि यतापट्टि के लामो क्या बात है यहीँबाट छिर्ने हो अनि टिकट सिस्टम होइन र टिकट सिस्टम होइन र तिमी पनि फर्स्ट टाइम त आएको है मम्मीलाई चाहिँ थाहा छ किधर से यहाँबाट जान रे ओ तिमीहरूको टिकट ल्याऊ भनेर के
के काट्दैछ सानो रहेछ। थ्याङ्क यू भन्नु पर्दैन? किन भने तिमीले थ्याङ्क यू? अनि थ्याङ्क यू भन्नु आउँदैन हो? मसँग क्लास लिनु कता जा ए भनेपछि बाहिर डुलेको चाहिँ बाहिर जति डुला पैसा लागेन होइन? यहीँभित्र इन्ट्री गरेको मात्र पैसा? ओ नो, म चाहिँ गेटमै पैसा लिनु बस्नु पऱ्यो। मान्छे कति पुलबाटै फर्किन्छ अनि म चाहिँ पुलमै बसेर पैसा लिन्छु ल। तिमी आयो भने मलाई पुलमै पैसा देऊ ल। अब हम क्या गरे? यो चाहिँ के हो? पछाडिको के लिएको हो? हम जाएंगे पानी में, आप बना देंगी हमारा भिडियो। ल पानीमा चाहिँ मेरो सानोले मेरो भिडियो बनाइदिन्छ। अब बनाइदिन भने के हुन्छ देखाउँछ। ओइ कत्रो पानी। सङ्गीता देवी बस्नेत। बच्चाको लागि मात्र। ल आफै आइरहेछ। ट्राफिक जाम भयो। ट्राफिक जाम भयो। कट गरेर अर्को बनाइदिउँ। खै चिल्ड्रेन पार्क करे। तिमी चिल्ड्रेन हो? चाइल्ड 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 हो तिमी। जा मन लाग्छ त्यही जाऊ।
हामी नआउनु त मैले अघि सबै बनाइसकेको छु तर पनि एक नजारा फेरि बनाउँदैछु तर धरान लेखेको रहेछ अनि चिल्ड्रेन पार्क पनि देखिरहेछ सबै देखिरहेछ अनि फ्लावरहरू पनि रहेछ त्यसपछि मजाले फुलहरू फुल्ने चाहिँ एकदमै राम्रो हुने रहेछ मलाई सबैभन्दा बेस्ट लागेको चाहिँ यो हेर्नु न कस्तो राम्रो फुल खोला भइहाल्यो मान्छे हिँड्ने अनि पहिले चाहिँ यो तलको जो देख्नुभएको पुल चाहिँ थियो पहिलादेखि नै यो पुल थियो अनि यो अरू चाहिँ पछि बनेको यो पुल बाटो पहिला त ओसो भन्थ्यो ओसो पार्क भन्थ्यो अब नाम चेन्ज गरेर अहिले चाहिँ के पार्क अरे फ्रम संस्कृत पार्क अरे अहिले चाहिँ हाम्रो मेरो हल्का सामाजिकले नयाँ नाम दिनुभएको अनि मलाई त्यो पुल मन पर्यो अनि यो पानीको झिल्किरो वा ठाउँ चाहिँ सानो तर मेहनत चाहिँ गर्नु नै भएको रहेछ यो माथिको जो देख्नुभएको छ नि यो चाहिँ पहिला पनि थियो मलाई कस्तो मन पर्थ्यो क्या पहिला हामी पिकनिक आउँदाखेरि अनि त्यतिखेर त जङ्गल थियो अनि यहाँ सिमी साग पनि पाउँथ्यो हाम्रो सानो त के गर्थ्यो कलेजबाट भागी के गर्थ्यो भन्देऊ राम्रो छ खासै राम्रो भिडियो बनाउनु त आउँदैन अब यसो अलिअलि देखायो त्यो पनि फर्स्ट टाइम आएको कहाँ के पनि थाहै छैन यतिकै हेर्दै बनाएको भिडियो राम्रै भयो होला मेरो भिडियो राम्रो भयो नराम्रो भयो भनेर त मेरो साथीहरू हुनुहुन्छ भिडियो हेरिदिने कमेन्ट गर्ने है टाइम नै हुँदैन क्या फेरि मसँग बल्ल टाइम निकालेर बनाइरहेको हुन्छ के गर्नु गाह्रो छ बल्ल घर आएको हुन्छु अनि घरमा टाइम दिने कि भिडियो बनाउने कि गाह्रो छ हजुर उयो बनाउनु यहाँनिर चाहिँ दामी छ मलाई जहाँसम्म लाग्छ लिम्बुनी अनि उहाँ राई त्यही देखाउन खोजेको होला यो हाम्रो यो लिम्बूको कल्चर ड्रेस हो अनि यो राईको पहिला चाहिँ चहल पहल त खासै छैन तर नि अरू ठाउँ भन्दाखेरि यो पार्कमा चाहिँ अलिअलि मान्छे मैले देख्न पाएँ त्यो सानो गलेर हेर्नु न बिचरा गरिरहेको अब चाहिँ जानुपर्छ होला त्यति नै त होला घुम्ने ठाउँ खोइ जाऊँ साना 7 बजीसम्म तपाईँको ड्युटी 7 बजीसम्म ए नभए अरूतिर त पार्कतिर त 5 बजी नै क्लोज हुन्छ नि त अरू पार्क चाहिँ तपाईँहरूको साथ ल बाई बाई अब चाहिँ हामी निस्केको पार्कबाट ओहो यहाँ चाहिँ श्रमको रहेछ देखिन पछाडि हाम्रो मेयर साहबको जस्तै देखिँदो रहेछ त्यहाँ फोटो खिच्दाखेरि चाहिँ देखेको रहेछ देख्नुभयो होला है हल्का बात राम्रै छ अब निस्क्यौँ है हामी दुईवटा झोला बोक्ने मान्छे पनि यहीँ वरिपरि छन् यति नै घुम्ने ठाउँ अरू छैन है जाने हो डाइरेक्ट अब घर अब हामी चाहिँ निस्केको संस्कृति पार्कबाट भिडियो त यतिखेर पो बनाउनु पर्ने रहेछ त खाना भिडियो त यो टाइममा पो बनाउनु पर्ने रहेछ त
घामले आँखा सानो सानो पनि नहुने अनि मान्छे पनि धेरै भिड नहुने नि यता आउनु हौ त्यतै उभिएर तिमीले त्यत्रो रिभ्यू हेरेको होइन आइफोन 16 प्रो म्याक्सको रिभ्यू नहेरिकन किन किनेको राम्रै छ तर लाइटिङ नेचुरल लाइटहरू चाहिँ राम्ररी निकाल्छ तर मलाई अब आइफोन भन्ने फेरि मन परिहाल्छ आजको भिडियो चाहिँ यति नै हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि त्यसमा भिडियोहरू साथ दिनुको धेरै धेरै धन्यवाद सेवारो भन लास्टमा सेवारो दुईवटा हात जोड सेवारो